हे गाइज गुड मर्निङ। तपाईँले देख्नुहुँदैछ मलाई किन चाहिँ एकदम चटाखिडिक भएको छ केटो कमल अफिसियल दार्जिलिङ भनेर सोचिरहनु भएको होला है। हामी चाहिँ आज जन्ती जानु आँटेको छौँ र म रेडी भइसकेँ र भित्र नानीहरू भाउजूहरू पनि रेडी हुनुहुँदैछ। म तपाईँलाई देखाउनु जाँदैछु, यहाँनिर रेडी हुनुहुँदैछ। यहाँको मेकअप सेकअप हुँदैछ है एकदम सबैजना। कहाँ जानु आँटेको? बिहामा जानु आँटेको है, जन्ती जानु आँटेको। हेरिहाल्नुहोस् गेटअप सबैको यस्तो यस्तो छ है। र तपाईँहरूलाई के देखाउने लु देखा नि त यसपट्टि। ओके अब घुम्नु पऱ्यो नि त अनि मजाले खुइ यहाँ। ल यता मिरा भाउजू रेडी हुनुहुँदैछ सबैजना। अब चाहिँ तपाईँहरूलाई हामी पुगेर जन्ती बेहुला बेहुली जन्ती पर्सेको सबै देखाउनेछौँ डिटेल्स। हेर्दै गर्नु होला कमल अफिसियल पेज दार्जिलिङ। टेन्टाडा हामी चाहिँ रेडी भयौँ जन्ती पार्टी है। सबैजना जन्तीहरू एक्साइटेड छ नि होइन? ल है अब हामी रेडी भयौँ। पनि हुनुहुन्छ है, यता पनि हुनुहुन्छ। बेहुलाको मम्मी एक्साइटेड नि होइन? एक्साइटेड एकदम। अब जोगाएर फाड्नुपर्छ माथि गएर है, मजाले मजाले डान्स गर्ने हो नि। बेहुली हुनुहुन्छ है। लु चढौँ 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 बुहारी चढौँ, ढोगेर चढौँ, गाडी झोडेर चढौँ है। पछाडि बसेको छ जन्ती जाँदै, ब्याकसिट बसेर है, ब्याकसिट पढेर रिसले। तर मजा आइरहेको छ नि होइन? अहिले माथि भेट्नुपर्छ, नाच्नुपर्छ है माथि ल। ओके सबै आइसक्यो मोटामोटी। अब चाहिँ हामी फेरि यहाँबाट गाडीहरू सबै भेला भइसक्यो। ओइ किन ढिलो आएको भाइ? ल है ल है ल है ल है ल है अब लागिदिनुपर्छ है। जन्ती पार्टीहरू चाहिँ सबैजना यहाँनिर लमा लस्कर भइसकेको छ। अब हामी ओह्रालो जाँदैछौँ बेहुलाको घरतिर, गाडी यहाँ पनि छ। अरे यसो हेर्छ नि त। के हो अन्त खतरा छ त अन्त? ठिक छ ठिक छ भने चाहिँ आज चाहिँ खतरा हुने रहेछ। यहाँ पुगे जस्तै भइसक्यो। हो यहाँनिर छौँ। लमी जानु पऱ्यो रे। यसैको लागि मिलाएको है। त्यहाँदेखि कस्तो भनेदेखि हाम्रो ज्वाइँको नाम के हो? निर्जम है। यो तपाईँको हातमा यसरी ग्याउलीको हातमा यसो गरेर ग्याउलीको उसमा पानी हालेर हालिदिनु पऱ्यो है।
काचको कहाँ एकछिन एकछिन यसो भनेर तपाईँले यसो गरेर उहाँले पनि ल यहाँ कस्तो भनेदेखि तपाईँले भन्नु पर्यो आकाश जस्तो चाक्लो आकाश जस्तो चाक्लो भन्नु न आकाश जस्तो चाक्लो भुइँ जस्तो बाक्लो भुइँ जस्तो बाक्लो 32 दाँत फुकाली 32 दाँत फुकाली तपाईँको नाम निर्जम ज्वाइँलाई छोरी के हो छोरी कीर्तिका छोरी निर्जम ज्वाइँलाई 1 दिए 2 दिए 3 दिए खुए दिए 1 दिए 2 दिए 3 खाना खाएर एकदम बेस्ट थियो खाना खाइसकेर मात्रै मैले यो भ्लग बनाएको है टेस्टको लागि पकौडा मिठो बनाउनु भएको तपाईँले सबैभन्दा मिठो यो लाग्यो गोर्खे सुप हजुर एकदम मिठो थियो बुझ्नुभयो तपाईँहरू खिच्दैछु यति मिठो थियो खाना मिठो थियो एकदम टेस्टी गोर्खे सुप सबभन्दा बेस्ट हुन्छ र खाना पनि खाएँ है हामीले एकदम मिठो थियो टेस्टी थियो डेलिसियस थियो खाना ओभर मिठो भइदियो ब्रदर पल्लो जुलकी दामी पल्लो यो हुन्छ जुलकी पलाइदियो नि त आम्बो ठिक मान्छे आइपुगेछ नि हौ खै खै यो चाहिँ अर्ग्यानिक जिलेबी है हाम्रो नेपालीहरूको मिठाई भनेको इम्पोर्टेन्ट यही हो जिलेबी हामीले साथीले पोल्दै हुनुहुन्छ साथीको नाम त के भयो अरुण यस्तो दामी जिलेबी बनाउनु हुँदैछ है होइन पुरा अब याद आयो अरे माइत घरको होइन अब लगिहाल्यो मलाई अब म जानै पर्यो तर माइत घरको पुरा याद आयो भन्दै रुँदैछ अब फकाउनु पर्दैन अन्त फकाउनु त पर्यो तिम्रो जन्ती पार्टीहरू सबैजना हुनुहुन्छ है तपाईँहरूलाई मजा आयो है तपाईँ कहाँदेखि हुनुहुन्छ ए तपाईँ बेहुलाको कान्छी काकी यता चाहिँ
लोकन्ती लोकन्ती बेहुलाको काकीको छोरा। काकीको छोरा है। यता बेहुला काका सरियान परिहाल्नु भयो होइन। गलेर बस्यो। थाक्नु तपाईँहरू नेपालबाट हुन्छ होला है? नेपाल कहाँबाट हुन्छ? कन्यामबाट। बेहुलाको मामाइजू। ए मामाइजू हो। ए कस्तो लाग्यो तपाईँलाई यता इन्डिया? राम्रो लाग्यो। ए रमाइलो लाग्यो है, इन्जोय गर्नुभयो नि। कति क्युट नानी हौ। आहा उहाँ त बेहुलाको छेमा बेहुलाको बेहुला भाइ र सबैजना हामी यहीँ छौँ। एकदमै मजा आयो बिहामा होइन र? एकदमै मजा आयो, इन्जोय गऱ्यौँ। इन्जोय चाहिँ दामी भयो, हेभी मजा आयो, नाच्यौँ पनि त हामी। दामी खानापिना दामी, अँ तर टाउको दुख्यो डिजेले। डिजे चाहिँ डरलाग्दो ठुलो थियो नि त है। डरलाग्दो भयो। अनि मजा आयो गाइस। हाम्रो यहाँ दा छ, यहाँ बेहुलाको चाहिँ आमा हुनुहुन्छ है। तपाईँले डान्स गर्दै गरेको देखेको थिएँ, मजा आयो है। अब गएर हामी कहाँ डान्स गर्छौँ? अब गएर आले डाँडामा बेहुलाको घरमा घरमा डान्स गर्नेछु मजाले। इन्जोय गर्नेछु होइन। के भन्न चाहनुहुन्छ? आजको शुभ बिहामा राम्रो भयो एकदमै। एकदमै राम्रो भयो, खानापिना पनि मिठो थियो हो। अब के भन्नु है, इन्जोय गऱ्यौँ, डान्स पनि भयो है। सम्झीहरूसँग नचाइ पनि सबलाई धन्यवाद। सबैलाई सम्धिनी जति पनि यहाँनिर जति पनि जसले अर्गनाइजेसन गर्नुभएको थियो सम्धिना पार्टीबाट उहाँहरूलाई एकदमै आन्तरिक हृदयबाट धन्यवाद। हामीले एकदमै इन्जोय गऱ्यौँ, खानापिना पनि मिठो थियो है। बोलीचाली सबै एकदमै मिठो थियो, सब मजाले सत्कार गर्नुभयो, त्यसको लागि एकदमै सम्धिनी पार्टीबाट चाहिँ एकदमै आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ है। र यो भ्लग चाहिँ अब यहीँ शेष गर्न चाहन्छौँ। हामी नेक्स्ट एपिसोडमा भेट्नेछौँ भन्दै आजको लागि यही यो भ्लगलाई म कमल अफिसियल दार्जिलिङलाई यहीँ राख्न चाहन्छु गाइस। तपाईँलाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला कमल अफिसियल पेजलाई। तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। हाम्रो यो पहाडको दार्जिलिङ क्षेत्रको शुभ विवाह तपाईँलाई मन पऱ्यो भने पनि मन परेन भने पनि तपाईँले कमेन्ट बक्समा चाहिँ कमेन्ट जरुर गर्नु होला भन्दै आजको यस भ्लग यहीँ अन्त गर्न चाहन्छु।